सार आयो पढाइ भयो अब सर्कै छैन जानु फल्न ठुलो भल्न परदेश नगई भएन खै काठमाडौँ खै पोखरा बेघरे जान्ती मरे मलामी हजुर गाउँमा त जानेको छ र सहर आयो पढाइ भयो अब छर्कै छैन जानु फल्न ठुलो भल्न परदेश नगई भएन कोही काठमाडौँ कोही पोखरा बेघरे जान्ती मरे मलामी हजुर गाउँमा त जानेको छ र बेघरे जान्ती मरे मलामी हजुर गाउँमा त जानेको छ र आहा कति राम्रो गीत गाउनुभएको यो तपाईँकै शब्द हो सबै स्वर शब्दलाई मेरो बजारमा चाहिँ आएको छैन आएको छैन ल्याउन अब रेकर्ड भयो भएको छैन तर अब लेखेको सिर्जना गरेको सबै शब्द तयार छ लय शब्द तयार ए अब तपाईँले के खोज्नुहुन्छ लगानी गर्ने मान्छेहरू खोज्नु भएको छ लगानीको कमी छ हजुर दुईजनाको लगानी अथवा मेरो लय शब्द कसैले लगिदिएदेखि हजुर त्यसलाई चाहिँ अब धेरै चाहिँ नखोजिकन चाहिँ भाउ धेरै नखोजिकन चाहिँ मैले अब आफ्नो नामको लागि पनि दिने दाम भन्दा नि हजुर हजुर ठिक छ अरू के छ अरू गाउन सक्नुहुन्छ अरू कर्के नजर ल हुन्छ गाइदिनुहोस् हे भेट हुँदा मेलामा कुसुमको पहिलो नजर परेकै उसमा हो इसारा दिनु उनीले खरेकै नजरबाट बोलाम भने मेलामा धेरै थिए उनका नि आफन्त मेरै थिए दिनभर हेरे उनीलाई साँझ घर फर्के बजारबाट मेलामा कुसुमको पहिलो नजर परेकै उसमा हो इसारा दिन उनीले फर्के नजरबाट बोलाम भने मेलामा धेरै थिए उनका नि आफन्त मेरै थिए दिनभर हेरे उनीलाई साँझ घर फर्के बजारबाट हेरिरहे उनीलाई साँझ घर फर्के बजारबाट आहा साह्रै राम्रो प्रतिभा रहेछ अवसर चाहिँ पाउनु भएको छैन मिडियाको सपोर्ट हजुर पाएको छैन हजुर मिडियाको सपोर्ट पाएँ साना दोरी साथेर त आबद्ध थिएँ पनि काठमाडौँ हजुर डेढ दुई महिना काम गरेँ हाम्रो ईश्वर रूपी जुन श्रोताहरू हुनुहुन्छ उहाँलाई चाहिँ सहयोग गरिदिनु होला हाम्रो दर्शकहरूलाई त्यो भन्नु न सर्वप्रथम त म मदन अधिकारीको अब पुनः एकपटक फेरि नमस्कार भन्न चाहन्छु र भगवान् रूपी हाम्रा दर्शक श्रोताहरूलाई के भन्न चाहन्छु भने अब एउटा बन्न खोजेको कलाकारको रहरलाई चाहिँ पुरा गर्ने चाहिँ अवसर लाइक सब्सक्राइब सेयर गर्नु होला हजुर अथवा जस्ताको तस्तै प्रतिक्रिया दिनुहोस् चाहिँ अब भन्नाले बढाइ चढाइ नगरिकन होइन कि जे हो त्यही चाहिँ प्रतिक्रिया दिनुभयो भने अवसर प्राप्त गर्ने भन्नु धन्यवाद